Money out la. Yep, that's me. You're probably wondering how I ended up in this situation. Hello guys, what's up? आज चाहिँ हामी घुम्न गइरहेको कहाँ हो भनेर मैले बिर्सेँ। कहाँ बसेको ठाउँ? बास बसेको? कहाँ हो त्यो भने? बास बसेको के बसेको ठाउँ के जुन चाहिँ काठमाडौँमा त्यो के भन्छ त्यो एट्याक गर्नुहुन्छ अगाडि। ए यहाँ त माइक हाम्रो त भ्लगिङ छैन थिएन नि त आज नि। अहिले त जाँदैछौँ गाइस हामी। हाम्रो पार्टनरहरू चाहिँ उनीहरू 2 जना अगाडि गइसक्यो। यस्तो बाटो कुदाउन लगाउँदै थियो यार मलाई यिनीहरूले। आशिकालाई फोन बिस्तारै लगा नि। मलाई डर लाग्छ म ओर्लिउ एकछिन एकछिन ला कटाउँदैन क्या हो त्यत्रो अग्लो खुट्टा चाहिँ लानुपर्ने हो। म ओर्लिन्छु के डट राइड जाने बाटो मलाई खुदा भन्छ हुन्छ त नि। As you can see, आज चाहिँ हामीले माइक बोक्नु बिर्सेछ त्यही भएर होइन बिर्सेछ। आज हाम्रो इन्टेन्सन फोटो खिच्ने मात्रै थियो त्यही भएर हामीले माइक ल्याएनौँ। बट अन द वे हामीले चाहिँ भ्लग बनायौँ। अनि हामी जहाँ हिँडे पनि जहिले भनेको पानी पर्छ नि घर बस्नुन्जेल पर्दैन। म निस्केँ हेर्न आम्मामा म कत्रो उफारेको के यार पानी पर्छ जहिले भिजेर आइपुग्छ। बोल्नु तर बेसी नबोल्नु के। साउन्ड लागिसके पछाडि चाहिँ वी विल बी एक्सप्लोरिङ वाटरफल होइन एकदम काठमाडौँ एरिया नुवाकोट एरियाको चाहिँ हामी वाटरफलहरू एक्सपिरियन्स गर्नेछौँ। हामी लिएर जानेछौँ गाइजहरू तपाईँहरूलाई। ओए हामी कहाँ गएको पो नामै बिर्स्यो क्या। कस्तो बच्चा जस्तो देखिरहेको छ कि भर्खर यत्रो बच्चा जस्तो 5-6 वर्षको। ओए राजन भने चुरुल कहाँ पो गएको हामी नाम भन त। बुकाचोगढी। ए बोकाचोगढी बोकाचो हो क्या। बुकाचो बुकाको बियु हुन्छ बिउ त नि। अनि मैले त अस्ति फेरि बिए देखाएको थियो त नि। यसले मलाई बिए देखाएको थियो क्या। Hello बोल नि त। guys, welcome to Abhishek vlog. आज म फर्स्ट टाइम उसको च्यानलमा आएको। उसले अपलोड गर्छ कि गर्दैन चाहिँ थाहा भएन। अब मलाई नआए पनि म बनाउने ट्राई गरिरहेको छु। हामी चाहिँ कहाँ जानु लाग्यो त्यो चाहिँ थाहा भएन मलाई। म चाहिँ त्यो कस्तो अप्ठ्यारो छ कि मलाई कस्तो अप्ठ्यारो लाग्छ त्यो त नाम नै। हामी चाहिँ म चाहिँ अर्को बाइकमा थियो चेकिङ पर्छ भनेर म चाहिँ अहिले अभिषेकको बाइकमा आएको होइन। मामाबाट पुग्यो फेरि यो अर्को हाम्रो साथीहरू चाहिँ आउँदैछन् त्यता। हामी चाहिँ हिँडिरहेको छौँ।
अब कति टाइम लाग्ने हो पानी पनि पर्ला पर्ला जस्तो भइसक्यो म पनि देखाइदिन्छु गाइस अल्लाह माफ करे बहुत मनुष्य लग रहे हो मत करो रहने दो बहुत बुरे लग रहे हो तौबा 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 थारा मूड खराब कर दिया त्यो मान्छेले त 1.5 किलोमिटर छ भने थियो है कता अलिक टाढो रहेछ है चेकिङ यहाँ चाहिँ बच्चाहरू खेलिरहेको छ यसरी अहिले फेरि गोप्रो देखेर बिग फ्यान भनेर आउला नि फेरि यहाँ बाटो त डेन्जर है उनको त हातै दुख्यो भन्दै थियो उल्को अँ उल्कोहरू धाप्दै जानु छ कि छैन कहाँको ढाप्थ्यो छैन ढाप्थ्यो ल त्यहाँको बाटो हेर्नुपर्छ यो भन्दा खतरा छ हात दुखेर यस्तो गाह्रो भएर उताबाट जान्छ होइन ढाप्थ्यो नि त उता उल्कर्क हुँदै गर्दा गाडी चाहिँ बाटो डेन्जर छ यहाँ अब चाहिँ के छ यहाँतिर यस्तो खतरा गाउँमा आइपुग्छ नामै चेकिङ सुरु हुन्छ हेलो सर उल्कर्क गाडी जाने बाटो के हो हजुर ल हो सानो बाटो त हो ढलानको हामी यति कन्फ्युज भइसक्यो गाइस बाटोहरू यहाँ हाम्रो हस् धन्यवाद सर पुलिस अङ्कलले मामाले भनिदिनु भएन अब फर्काउ अब यहाँ एकजना राइडर ल कहाँ छ म त उकालो देखिन त नि के भन्छ ढलनको बाटो छ अरे उयो खतरा बाटो छ अरे मलाई चाहिँ डर लाग्छ यस्तो बाटोतिर अघि रुलसँग बस्दा डर लागेको थियो अब त केही हुँदैन होला क्या इतना बुरा हूँ मैं मानो क्या रुलसँग बसेर डर लागेको छ किन खै किन हो यत्तिकै हामी चाहिँ हिँडिरहेको छौँ बाटो कहाँ हो कन्फ्युज भयो मैले बनाएको भ्लग चाहिँ तपाईँहरूलाई बोर लाग्न सक्छ होइन म फर्स्ट टाइम बनाइरहेको छु यसो देखाऊ जङ्गलै रङ्गो छ यहाँ त बाघ आउँछ होला त्यति बेला है बाघ कहाँ आउँछ आयो भने चिप्लो आउला त्यो हाम्रो आन्सर चाहिँ हामी चाहिँ हिँडिरहेको छौँ तपाईँहरू नि आउनु सक्नुहुन्छ यहाँ घुम्नको लागि बाटो देखिहाल्नु भएको जस्तो छ यहाँ चाहिँ पुरा देखिन्छ यहाँबाट
त ध्वस्तै हुन्छ यस्तो बाटोमा है त्यो त हुँदैन हौ यो बाटो चाहिँ नर्मलै हो क्या मेरो लागि त होइन यो बाटो त नर्मल तिमी डाँडा काँडा चढ्दैनौ भने साह्रै हिर्काएको छौ अह गएन ल यार तिहारमा तिमी कता हुन्छौ भन त तिहारमा यतै हुन्छ होला जाने हो तिहारमा तिहारमा साह्रै जानुपर्छ ल ल दामी भ्यू देखिन्छ काठमाडौँको भ्यू हेर्नलाई साह्रै भित्रै गाडी कहाँबाट जान्छु चाहिँ पुरानो गर्छ आइरहेको अह यहाँबाट देखाइ छैन बिचमा पुग्यो कि खतरा आउँदैछ अहिले यहाँ पछाडि चाहिँ आस्था अब चाहिँ खतरा देख्छ होला माथिबाट अनपपुलर ठाउँ आउन मजा आउँछ भाइरल भएको सब ठाउँहरू यस्तो क्राउडेड हुन्छ ए खै यताको त मैले अहिलेसम्म देखेकै थिएन त्यही त यता मैले त्यो हेर काम देख्छ झन् स्याटरडे र सन्डे आज भोलि है त्यही भएर वाइल्ड टाइप छ त्यही भएर सिक्नेरी नगएको म त्यही भएर हो क्या अनि मिट त जाउँ भनेर भन्दैछु मैले आजतल पनि भनेको त्यही त सिक्नेरी सर्च गरेर हेरेको त खुट्टा टेक्न ठाउँ नहुँदो रहेछ शनिबार त जानु कस्तो लाग्छ त्यसमा त गएर गाइजहरू मैले चाहिँ एकछिन अफ गरिदिएँ ल अब माथि पुगेपछि म देखाउँछु तपाईँहरूलाई गाइज यहाँ भर्खर बाइक लगाएर कस्तो मैले ट्याक्कै बन्द गरिदिन्छु कि त्यहाँ हाँसिरहेछ यहाँ भर्खर छिप्लेको बाइक आऊ तिमी आऊ त ल अब केही भएन मलाई फुत्तै झरिहाल्यो साथी ल है गाइजहरू ल ल ल ल ल ल ल खतरा गरी ल्यायो ल हेलो भनिदेऊ म बस्छु पछाडि के कुदाउनु त त्यति अब यसलाई 5 वर्षमा मलाई धारे जानु त्यो लडेको त त्यस्तो छ थिएँ ल क्या चिप्लिदिन म यहाँ राखिदिन्छु ल तिम्रो यो मेरो झरो न राख न केही भएन मलाई फुत्तै झर्दै अब म त यसो लड्ने बेला त झर्नु त म उमाको कति अलि अगाडि जाऊ केही चढौँ होइन हुन्छ त्यति साह्रो पनि डल्लो छैन भने क्या हुन्छ गाइने यस्तो खत्तम बाटो छ यो के भयो यार म झरम झर तान्दै तान्दैन त यार म हिँडेर जान्छु नि रहेछ
के भयो त म चाहिँ अब हिँडाइ परिरहेको छ साथीहरू यसरी अवश्यको बाइक के भयो अब हामी चाहिँ पुग्यौँ चढेन उसको बाइक के भयो ल खेल्दिन आइसक्यो यहाँ फेरि यहाँ आउँदा यहाँ एकचोटि यहाँ हेर यहाँ आइपुग्यौँ हामी बल्ल होइन You have arrived. म फुत्तै झरिहाल्यो कुदाउने मान्छे त्यही हुन्छ क्या नि मैले बाइक लडाएँ मेरो मम्मी होइन लडाउनै पर्दैन बाङ्की सक्छ यो पोजिसनमा हुन्छ हाम्रो मम्मीले पनि चलाउँथ्यो नि त स्कुटर अनि लडा लडा गर्थ्यो अनि फुत्तै झरिहाल्थ्यो क्या म त यस्तो आमा क्या खतरा देखेको तर तपाईँ नि आउनु सक्नुहुन्छ गाइजहरू मेरो चाहिँ फर्स्ट टाइममा ब्लग के भयो भयो यहाँ यस्तो खतरा देखेछ तपाईँहरू भक्तपुर काठमाडौँ ललितपुर हुनुहुन्छ भने आउनु सक्नु भक्तपुर ललितपुर भ्याली जुन चाहिँ शनिबार शनिबार र आइतबार देखो देखो ब्लगर यो मान्छे चाहिँ पुग्ने बित्तिकै चुरा चल्छ होला त्यो तिम्रो धादिङबाट देख्ने त्यो गणेश हिमाल छ त त्यो तिम्रो यहीँबाट सिधै हिँड्छ क्या यो ग्रेट हिमालयन सर्किट हो क्या यता यहाँ हेर त यो के भयो ए ल अब तिमी समात ल अब चाहिँ ए उयो डोलेश्वर रहेछ नि त के हो कहाँ हो डोलेश्वर उयो मुनि होइन हो डोलेश्वर हो त्यो डोलेश्वर माथि नै आइपुग्छ क्या होइन उतै पुग्छ डोलेश्वरबाट उकालो उता डाँडामा त्यो घ्याम्पे डाँडाको त्यो उकालो मैले आधीसम्म लान्थेँ नि बाइक पर त्यहाँदेखि आधीबाट उयो उयो होइन त उयो बिल्डिङ हो घ्याम्पे डाँडा चाहिँ त्यहाँ हो है त गाइजहरू हामी बस्ने चाहिँ ट्याक्कै उयो यो भिडबाटै उता तल त कस्तो मजा घाम लागेको छ अब ठिक छ तिमी गर न त अब तिमी गर न तिमी जाऊ त मल छुट्छ होला होइन जस्तो स्टार्ट भइरहेको रहेछ त गाइज अब चाहिँ हामी जान लाग्यो होइन यहाँ फोटो खिचै त्यसरी बस है त ल यसो एकछिन साइड आम्मामा ब्लगर
ड्रोनको मान्छे चाहिँ त्यो यस्तो कुट्नुपर्ने भएको थियो मान्छेहरूले चाहिँ चढौँ ल गाइस हामी चाहिँ अब हिँड्न लाग्यो है त्यो ल हिँडेको अब फेरि कुन ठाउँ जाने त्यो चाहिँ मलाई थाहा भएन अनि अब जान लाग्यो आस्था र रुल चाहिँ आउँदैछ अनि अघि हामी चिप्लेको बाटो यही हो लडेको चाहिँ होइन गाइजहरू चिप्लेको हो यसो फिस्लेको ल गाइज हामी चाहिँ यहाँ मलाई यहाँ मिलाउनु नआएर भने यहाँ आस्था यहाँ कस्तो ठाडो भनेको चाहिँ कस्तो हो र हामी चाहिँ भर्खर त्यहाँ माथिबाट आएको कस्तो ल तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ गाइजहरू अनि कुन ठाउँ हो भनेर चाहिँ तल राखिदिन्छौँ ठाउँको नाम मलाई थाहा छैन मलाई चाहिँ थाहा छैन कि गाइजहरू तल राखिदिन्छौँ है त कुन लोकेसन सहित हामी चाहिँ साँगाबाट माथि आएको हो सूर्यबिना कता कताबाट पनि आउनु सक्नुहुन्छ तपाईँहरू यसो हामी तल तल झरेर कहाँ यो डाँडा पुरै कट्नुपर्छ अनि आस्था र रुल चाहिँ त्यहाँ आउँदैछ अहिले चाहिँ रुलले चलाइरहेछ कति के लाइक आयो भने चाहिँ पुऱ्याइन्छ यहाँ बस्ने भन त ए त्यो लाइक चाहिँ अलिक त्यसको लागि चाहिँ अलिक धेरै गर्नुपर्छ तपाईँहरूले सपोर्ट अलिक गर्नुपर्छ 1 मिलियन लाइक म खुद बालेनसँग भेट्नु गएर कुरा राख्छु है गाइजहरू यहाँको बारेमा बेटा तुमसे ना हो पाएगा हमें तुम्हारे लक्षण बिल्कुल ठीक नहीं लग रहा है तुमसे ना हो पाएगा ल तपाईँहरूले 5K चाहिँ पुऱ्याइदिनु पर्यो है त अब यो लाइक 5K लाइक पुऱ्याइदिनु पर्यो त्यसपछि डेली आउँछ ल भ्लग सँगसँगै म पनि डेली आउँछु मोडल चाहियो भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ तपाईँहरू अब के को लागि अब स्टोरको लागि भयो केटाहरूको किन के भयो ए ल ल उसले चाहिँ हेलमेट लगाएको छैन रहेछ यो रुलले पख तिमीलाई व्हाट्सअप गाइज झरम गाइज म चाहिँ झर्छु है त म चढाइदिएँ नि यो बाइकमा प्रब्लम आइरहेको छ के भएको पानी पनि लाग्नुलाई पर्न लाग्यो म चढेको देखि हमारा मोडल धोती बोल रहा है अभिषेकलाई हिन्दीबाट इन्टरभ्यू लियो रि हायर गरेको उसको कम्पनीमा तिमीलाई थाहा छैन सोध त हेलमेट लाउनु पर्यो है त फेरि त्यो अघि पुलिस नि दिएको थियो है त्यहाँ पुलिस हेलमेट थिएन है त्यो पुलिस हो पुलिस त हो नि त्यो पुलिसको गाडी त लगाएको थियो थिएन थिएन ए थियो अभिषेक के गर्नुपर्छ अब वर्कसपै जानुपर्छ अर्कै भयो अप्ठ्यारो हुन्छ होला नि तल त अब यस्तै भइरहेछ अब चढौँ यो अलिकति बाङ्गे मात्र हो क्या ओ माइ गड के अलि तल जाने कि यस्तै हुन्छ साथी ल अब हामी यहाँबाट हिँड्दैछौँ उयो डाँडा देखाउ न कति राम्रो देखिरहेको यहाँ उयो अलि भएन क्या यो छेकिएको यसले यहाँ जाउँ न आस्ते नसमात दिदी समात त कालो आयो क्या मिलाउँदा केही हुँदैन नेचर कालै हुँदाखेरि ठिक हुन्छ फाइनली बाइक बढ्यो थम्बनेल कस्तो भाइरल हुन्छ होला बसौँ ल
अर्को लड्ला नि फेरि ल गाइस अब हामी हिँडिसकेका छौँ बल्ल बल्ल भयो बाइक त्यो भाइले कस्तो कति तर हलुका रहेछ हलुका भएको पारेछ यो भारी यिनीहरूको ल गाडी नै छिरेछ नि के भएछ पान्छ ए ल हेर्नु सक्नुहुन्छ हाम्रो लागि कन्टेन्ट भयो गाइस हेल्प चाहिन्छ दाइ हजुर हेल्प चाहिन्छ रे भन्नु यस्तो चिल्लो गाडी यहाँ फसिसकेको छ यहाँ हेर्न सक्नुहुन्छ किन बाइक यहाँ राखेर आयो के हो मान्छेहरू यहाँ भित्र होला नि ए ल त्यहाँ होटेल रहेछ नि त गाइजहरू ल यहाँको मान्छेहरू चाहिँ के बसमा आउँछ केमा आउँछ होला है मा यत्रो बाटो तिमी एउटा बस खोल्छौ नि गाइज अब हामी त्यहाँ बस्नु भएको मोडलहरूको अवस्था यस्तो भएको छ गाह्रो छ हामी चाहिँ यहाँ बस्न लागेको एकछिन यहाँ सबैले त राखिसक्यो म चाहिँ तल जाँदै गर्छु चिया पाक्छ यहाँ बहिनी चिया बनाउँछ बनाउँछ म त्यहाँ जान्छु है त गाइजहरूको के भइरहेछ त्यहाँ अब अभिषेकको बाइक के भयो त भनेर त्यो अघि यसरी लड्यो नि त त्यही भएर होला है लडेको बेला यादै भयो नि एकमै थियो एउटा केले तानौँ न त त्यो ओए जाउँ भित्र भयो चाहिँ के अभिषेकको बाइक यो होइन ऊ गर्नु सुइलाउनु पर्छ भनेर साथी हो भन दोनों फ्रेंड्स है यो पिरियडमा रहेछ हौ एक केटा ल अब चाहिँ हामी यहाँबाट हिँड्छौँ होइन अभिषेकको बाइकको चाहिँ हाम्रो एउटा बाइकको चाहिँ गियर अलिकति अड्क्यो गाइस यसले अफ गरिदियो त्यसमाथि 4 वटा 5 पुऱ्याइदियो सो सरी त्यसको लागि हामी ठेलेर निकालिदिन्छौँ यहाँ फलाम भन्दा डर हात भएको मान्छे के भयो त गाइज अभिषेकको बाइकलाई के हुन्छ होला अब तपाईँहरूलाई पार्ट 2 मा देखाउने छु यो सेलिब्रेटी भनेर त अरू भन्दा नि पार्ट 2 को लागि वेट गर्नु होला यति लाइक पुऱ्याउनु होला अनि मात्र पार्ट 2 आउँछ है ल अब म चाहिँ यो हस्तान्तरण गर्दैछु चप्पल र जुत्ता जोगाउने चक्करमा नलागल केही हुँदैन त मुला मोजा धुँदा हुन्छ पानी रोक्यो हामीले चिया पनि खाइसक्यौँ अब जाँदैछौँ गाइज आज हामीसँग बाइक छैन ल उयो के हो कस्तो हेर्दाखेरि चाहिँ ड्रिम हाउस रिसोर्ट हो त अब चाहिँ हामी मेरो कपाल छोड्नु न मेरो यस्तो राम्रो हेयर कट गरेको कपाल त्यही माथि सुकेको छैन
Do I look beautiful? Of course, yes. There is no doubt. त्यस्तो कन्फिडेन्स कहाँबाट आउँछ भन्ने सोचिरहेको छु तिमीले? भेरी गुड. सोच्नु हुँदैन फेरि त्यस्तो. त्यस्तो इल सोच राख्नु हुँदैन. हो. मसँग हिँडेर नर्मलाइज गरेको कि पहिल्यैदेखि तिमी नर्मलै थियौ यस्तो कुरामा. ए ओके गुड. यतिको चाहिँ हुनु पर्यो नि फेरि. यतिको सपोर्टिभ साथीहरू भइसके पछाडि गाइजहरू के खोज्नु अरू? अब के गर्नु? बनाइरहेको छौ गाइस? मलाई चाहिँ हिँड्नु पर्ने अवस्था छ यहाँ. अब यस्तो भइरहेछ. म भ्लग बनाउँछु, तिमीहरू अब के भयो त अभिषेकको बाइकलाई? गाइजहरू कमेन्ट गर्नु होला. के हुँदैछ यो? के हुँदैछ गाइस? अर्को यहाँ हाम्रो मोडलले ल्याउँछ है त अब. वाह वाह गाइस अब चाहिँ उकालो चाहिँ हिँड्नु पर्छ म होइन. मलाई तान्दैन कि त्यो गियर के भएछ कि अनि त्यही भएर हिँड्नु पर्छ. म नि आउँछु ल. एकछिन है त. वेट. सोलो बस्नु त तान्छ होला. यस्तो भयो अब. तान्छ. म त कुर्छु गाइस सँगसँगै. के भइरहेको छ त यहाँ? त्यहाँ एउटा किन्नरले तान्यो भन्दैन. ताली पड्काएर उयो डाँडा के यो होइन त? डाँडै कट्नुपर्छ यार. यति उकालो हो अरू? उकालो उकालो. सोलो तान्छ होला क्या तपाईँ बस्नु. 5 गियरमा छ क्या ब्रो. 5 गियरमा यत्रो उकालो तान्छ. मिलाउन त नहुन्छ कि भएन नि त कि. 100 रुपियाँको चिया खाएर जोस चलिसकेछ अब अभिषेकलाई. तान न सँगै. यसै काम नदिने उसै नदिने भाँच्यो भने नि भरे भाँच्यो बनाएर. अहिले तान त खै म तान्छु त नआइहाल्छ कि पक्कै होइन. अलिकति बाँकी छ क्या. हेल्प गरिदिनु. यहाँ आइसकेका छौँ हामी. भाँच्यो भने यसै काम नदिने उसै नदिने बाल्लै भएर तानिदिनु. मेरो नाकमै मात्रै फोकस नगर नि तिमीहरू. रुले गर्छ है त अब. ल सिन्धुपाल्चोकको बस देखायो ल है. हो कि क्या हो? हुन्छ हुन्छ ल. हुन्छ लु तानु उयो हस्यापले राखेर तानौँ न बरु. हँसियाले माथि चाहिँ नगरौँ नि. 5 गियर भन्दा उकालो नि छ अरे. 6 गियर जान्छ त्यसपछि त पर्दैन नि. न ऊ यसरी राम्रो लगाएर बोक्नुपर्छ अनि बाइक. अनि त्यसपछि लु ठेलौँ नै बरु. आउँदै फेरि जहिले बेटा कस्तो बेटामा गरेको छ्या. ल नाइस ल ल ल. वाउ. ल यतिको हुनु पर्यो नि त. ल गयो ल हाम्रो मोडल यस्तो खतरा. अब जेमा नि ट्यालेन्टेड, पढाइमा त्यस्तै ट्यालेन्ट. अब जेमा पनि जेमा पनि. ल
तिम्रो त्यो चाहिँ उसलाई जाऊ न बरु त्यो गियर गर्ने लाउँदैन नि त ए हो जुत्ता फेरि धोस्ने भइसक्यो लामो भयो भन्छ जुत्ता लामो भयो भन्छ म चाहिँ त्यो हामी त्यो माथि जाउँ है त्यही भएर चढ्नुहुन्छ फाइनली गाइस पार्ट 2 मा हाल्नुपर्छ यो चाहिँ हो आफ्नो बाइकमा कि मलाई ग्यारेजमा काम गर्न जान मन छ भने यिनीहरू हाँस्छ कि तर आफ्नो बाइकमा के प्रब्लम भयो भन्ने कुरा त थाहै हुँदैन अनि यति बेसिक नलेज मात्रै भयो भने पनि अलि भइहाल्छ आफू एक्लै बाहिर हिँडेको बेला होइन त्यही भएर अनि म ग्यारेजमा काम गर्न जान्छु भने नि हाँसिन्छ यिनीहरू गाइस फाइनली आज चाहिँ भ्लग बनाउने नै दिन रहेछ माइक फाइनली भइसकेको छ त्यसपछि हामी अब बनेपा यहाँबाट बनेपा जान्छौँ भन्ने साथीहरू कस्तो राम्रो देखिएको आकाश पछाडि चाहिँ आस्था पनि लगेको छ